एभ्रिवान, आज हामी हेर्नेछौँ नेपाल विद्युत प्राधिकरणमा सोध्न सक्ने नेपालसँग चाहिँ अन्य देश नेपाल बाहेक अन्य देशसँग चाहिँ कति विद्युत निर्यात गर्यो आयात गर्यो भन्ने कुरा सम्बन्धी हेरौँ। नेपालले विद्युत सम्बन्धी 2082 7 महिना 3 गते लक्ष्मी पूजाको साँझ चाहिँ 6:50 मा चाहिँ विद्युतको उच्चतम आन्तरिक माग कति थियो भने 1650 मेगावाट हुनु पर्यो। निर्यात कति भयो त 1015 मेगावाट भयो। कुल कति थियो त 2665 मेगावाट थियो भन्नु पर्यो। 2 मा भन्छ अफ्रिकाका महाद्वीपकै ठुलो जलविद्युत आयोजना ग्रान्ड इथियोपियन रेनेसास ड्याम GRED को विद्युत उत्पादन क्षमता कति छ भने 5150 मेगावाट भनेर भन्नुपर्छ। 3 मा भन्छ भेरी 1 अर्धजलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति छ भने 270 मेगावाट भन्नु पर्यो। नेपाल र भारत बीच 400 केभी कति 400 केभी क्षमताका दुईवटा चाहिँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि चाहिँ संयुक्त कम्पनी स्थापना सम्बन्धी सम्झौता कहिले भयो भने 2082 वैशाख 9 गते भनेर भन्नुपर्ने छ। 5 मा भन्छ विद्युत विकास मार्गक्षेत्र 2081 अनुसार सन् 2035 सम्ममा चाहिँ नेपालले कति मेगावाट विद्युत भारत, बङ्गलादेश र चीन निर्यात गर्ने लक्ष्य राख्यो। कहाँ त कति मेगावाट चाहिँ भारत, बङ्गलादेश र चीनमा चाहिँ निर्यात गर्ने लक्ष्य राखेको छ भन्दाखेरि 15 मेगावाट भनेर भन्नु होला। 6 मा भन्छ नेपालमा बनेको विद्युतीय मोटरसाइकल कहिलेदेखि दर्ता गर्न थालियो, जो चाहिँ इलेक्ट्रिसिटीबाट चल्ने मोटरसाइकलहरू छ। कहिलेदेखि दर्ता गर्न थालियो त 2082 जेठ 1 गते भनेर भन्नुपर्ने छ। 7 मा भन्छ फोहोरबाट ऊर्जा उत्पादन गर्ने पहिलो अफ्रिकन देश भनेको कुन हो भने हामीले इथियोपिया भन्नु पर्यो है त। 8 नम्बरमा भन्छ शङ्खसभा स्थित अरुण 4 अर्धजलाशयुक्त जलविद्युत आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा सज्जल जलविद्युत निगम बीच समझदारी पत्रमा कहिले हस्ताक्षर गरियो भने 79 2079 जेठ 2 गते भनेर भन्नुहोला। 9 मा भन्छ कहिलेदेखि विश्वमा वैकल्पिक ऊर्जाको प्रयोगतर्फ चाहिँ ध्यान आकर्षण भयो। के भन्छ त वैकल्पिक ऊर्जातर्फ है कहिले भयो त भन्दाखेरि 1970 मा भन्नुहोला। 10 मा भन्छ नेपालबाट बङ्गलादेशमा थप चाहिँ 20 मेगावाट विद्युत निर्यात सहमति कहिले भयो भने 2082 मङ्सिर 11 गते भन्ने। 1805 गिगावाट आवर विद्युत भारत निर्यात कहिले गर्यो भने 82 8 महिना 8 गते भन्नुहोला। 2082 मङ्सिर 12 मा चाहिँ कति मेगावाट विद्युत निर्यात गर्यो भने 1050 मेगावाट भन्नुहोला, जसमा चाहिँ भारतमा चाहिँ 1010 मेगावाट अनि गरियो र बङ्गलादेशमा 40 मेगावाट मात्रै है त। बङ्गलादेशमा कहिले गर्यो 82 असार 1 गते भन्ने। त्रिशुली जलविद्युत केन्द्रको उत्पादन क्षमता 18.60 छ भन्ने मेगावाट, जेलिमेको 21.40 मेगावाट। अप्पर अरुण अर्धजलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति छ भने 1063 मेगावाट भन्ने। पश्चिम सेती जलविद्युत आयोजनाको उत्पादन क्षमता कति छ त 800 मेगावाट भन्ने, जो चाहिँ 81 मङ्सिर 13 गते निर्धारण गरियो। नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक गरियो? जलस्रोत नीति भनेर 77 पुस 2 गते भन्नुहोला। 17 नम्बरमा भन्छ आयात निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो भने हाम्रो नेपाल ट्रेड भन्ने। दुधकोशी जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु र क्षमता कति छ भने उत्पादन सुरु चाहिँ 2079 11 महिना 17 गते भयो। क्षमता चाहिँ 670 मेगावाट भन्ने। 111 मेगावाटको क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको सुरुवात कहिले भयो भने 81 8 महिना 5 गते भन्नुपर्छ। मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको उत्पादन क्षमता 135 मेगावाट कति छ 135 मेगावाट रहेको छ। 21 मा भन्छ नेपालमा उत्पादित विद्युत पहिलो पटक बङ्गलादेश कहिले निर्यात गरियो भने के भन्ने 81 7 महिना 30 गते। कति मेगावाट त 50 मेगावाट। नेपालमा चाहिँ नेपाल पहिलो पटक चाहिँ बङ्गलादेश कहिले गरियो त 81 7 महिना 30 गते भन्ने। 22 मा भन्छ नेपालमा सर्वप्रथम स्मार्ट लाइनको प्रयोग गर्ने महानगरपालिका कुन हो भने ललितपुर भन्ने त। कति मेगावाट चाहिँ 40 मेगावाट। नेपालको बिजुली बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा नेपाल, भारत र बङ्गलादेश बीच बहुप्रतिष्ठित ऐतिहासिक त्रिपक्षीय सम्झौता कति त्रिपक्षीय सम्झौता हस्ताक्षर कहिले भयो भने 81 असार असोज चाहिँ 17 गते भन्ने, जो चाहिँ इङ्ग्लिस डेट 2004 अक्टोबर 3। कति मेगावाट त 40 मेगावाट।
24 भन्छ नेपाल र अस्ट्रेलिया बीच जलस्रोत व्यवस्थापन सम्बन्धी सम्झौता कहिले भयो त 2079 5 महिना 23 गते भदौ 23 गते भयो है। नेपालमा कुन अवधिलाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गरियो भने 75 देखि 2085 सम्मलाई चाहिँ ऊर्जा तथा जलस्रोत दशक घोषणा गरियो भन्ने। 26 भन्छ नेपाल भारत बीच विद्युत व्यापार सम्झौता पिटिए प्रारम्भिक हस्ताक्षर कहिले भयो भने 71 7 महिना 4 गते भन्ने। कति मेगावाट त 10,000 मेगावाट भनेर भन्ने है त। नेपाल र भारत बीच चाहिँ पिटिए हस्ताक्षर चाहिँ 71 7 महिना 4 गते भन्ने। अर्को प्रश्न हेरौँ, 500 मेगावाट भन्दा बढी क्षमताको आयोजनाको सञ्चालन गर्ने अनुमति कसले दिन्छ भन्छ है। 500 मेगावाट भन्दा बढी क्षमताको विद्युत आयोजना गर्न अथवा सञ्चालन गर्न अनुमति कसले दिन्छ त लगानी बोर्डले दिन्छ भन्ने। 100 मेगावाट सम्मका जलविद्युत आयोजनाको स्वीकृति र अनुमति दिने निर्णय कहिले गरियो भने विद्युत विकास कसले गर्छ भने विद्युत विकास विभागले कहिले गरियो भने 2073 मा भन्ने। 1 मेगावाट सम्मका जलविद्युत आयोजनाको कति मेगावाट 1 मेगावाट सम्मका जलविद्युत आयोजनाको स्वीकृति र सञ्चालन कसले गर्छ भने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले गर्छ भन्ने। 39 मा भन्छ सरकार भारत सरकारद्वारा नेपाल सरकारसँग 10,000 मेगावाट चाहिँ विद्युत खरिद सम्झौता स्वीकृत कहिले भयो भने 80 जेठ 18 गते भन्ने है। नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धा दरमा चाहिँ विद्युत बिक्री गर्ने भन्छ विद्युत बिक्री गर्न अनुमति कहिले दियो पायो भने 78 7 महिना 15 गते भनेर भन्ने। नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धा दरमा चाहिँ विद्युत खरिद गर्ने निर्णय कहिले गर्यो भने 78 वैशाख 18 गते भन्ने। भारतले आगामी 10 वर्षमा नेपालबाट चाहिँ न्यूनतम 10,000 मेगावाट विद्युत खरिद गर्न गरी चाहिँ दुई देशबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्झौता कहिले भयो भने 80 9 महिना 19 गते भनेर भन्ने है त।